आजदेखि ताराजुली रौता ताराजुली लक्ष्मीनारायण मंदिर को सोजना नै हो। श्रीमद् भागवत पुराण को प्रारंभ हुन गइरहेको छ र यो दृश्य चाहिँ आज कलश यात्रामा हामीहरू प्रस्थान गरिरहेका छौं र यो हामी अहिले उमामहेश्वर मन्दिर प्राङ्गणको छेउमा हामीहरू छौं र आज कलश यात्रा त्यसपछि भोलि प्राण प्रतिष्ठा मंदिर को भोलि प्राण प्रतिष्ठा छ र त्यस पश्चात भागवत पुराण सुरु हुन गइरहेछ पर्सिदेखिबाट र यो 12 अप्रेलसम्म आजसम्म 12 अप्रेलसम्म हामीहरूको लगभग 10 दिनसम्मको प्रोग्राम हुन गइरहेको छ र यहाँ देख्न सक्नुहुनेछ यसरी भक्तजनहरू आज कलश यात्रामा निस्किनु भएको छ र यहाँ धेरै उत्साह देख्न पाइएको छ र यो रौता ताराजुली लक्ष्मीनारायण मन्दिरमा हुन गइरहेको श्रीमद् भागवत पुराणको प्रारम्भको दृश्य हो। राधे राधे।